Everyone. Stop. जान्छ 3 2 1. ल 3 2 1. Over there. Ethari. ले 3 2 1. सो गाइज म चाहिँ हिँडेको अब स्ट्यान्ड किन्नलाई मसँग चाहिँ स्ट्यान्ड छैन भ्लगहरू बनाउनलाई कहिलेकाहीँ चाहिँ यसो मुकबाङहरू बनाउनलाई फोटोसोटो खिच्नलाई टिकटक बनाउनलाई त्यसले गर्दाखेरि चाहिँ मलाई धेरै अप्ठ्यारो हुन्छ क्या स्ट्यान्ड बनाउनलाई घरि यहाँ राख्छु घरि मुढा हाल्छु घरि टेबल हाल्छु घरि कहाँबाट चाहिँ कपडा हाल्छु घरि उहाँ झ्यालमा झुन्ड्याउँछु अनि त्यसले गर्दा धेरै अप्ठ्यारो हुन्छ मोबाइल झर्ने पनि लड्ने फुट्ने रिस्क हुन्छ त्यसले गर्दाखेरि चाहिँ आज किनि नै हालौँ होइन युट्युबको पैसा आएको छ त्यसले गर्दाखेरि चाहिँ लु अब चाहिँ धेरै सोच्ने होइन जुन पैसा जहाँबाट आएको छ त्यही लगानी गर्ने क्या साथीहरू अब युट्युबको पैसा हो त्यही भएर चाहिँ यतैतिर चाहिँ अब सामानहरू किन्दा चाहिँ ठिक हुन्छ भनेर चाहिँ म अब गएको सामानहरू किन्नलाई आज फर्स्ट टाइम अब म पनि सामान किन्न गइरहेको छु युट्युबको लागि रिङ लाइट हेर्नुहोस् गाइस बाउको छोराको बाउको बाबाको मेरो बाबुको अनि मेरो बाइक तिनवटै बाइक ल हिँड्नु हिँड्नु बाबा आउनु अस्मिता सुतिरहेछ गाइज होइन अनि अस्मिताले चाहिँ लाँदिनँ म बाबासँग जाँदैछु मलाई गर्न चाहिँ मलाई अलिकति चाहिँ म यसमा कच्चा छु गाइज मलाई खासै आउँदैन अस्मिता एकदम माहिर चाहिँ बाबा पनि माहिर हुनुहुन्छ बार्गेनिङ गर्नमा यताउति मलाई गर्नमा होइन सामानहरूको चाहिँ त्यसले गर्दाखेरि चाहिँ म एक्लै गयो भने म ठगीमा पर्न सक्छु भनेर चाहिँ म जान्न म बाबालाई लाँदैछु बाबाले चाहिँ गरिदिनुहुन्छ अनि लाउनु है बाबा आउनु आउनु बाबुले चाहिँ फगाउँदैछ क्या साथीहरू मेरो बाबु फेरि यस्तो छ नि बाबाले बाइक कुदाएको हेर्नै सक्दैन क्या गाई आइहाल्छ भागिहाल्छ कुदिहाल्छ बस्दैन क्या हेर्नु मेरो बाइकको हालत हेर्ने साथीहरू ग्राभलिङ बाटो हिँड्ने मान्छे मेरो बाइकको त कुनै अब पहिला म क्यास निकाल्छु है साथीहरू हातमा क्यास छैन पहिला क्यास निकाल्छु त्यसपछि जान्छु है आइज छिटो आइज क्यास आइज पसलहरू त बन्द छ यार साथीहरू आज दोकानहरू बन्द छ म फेरि आज होली हो नि त नि बजारतिर चाहिँ आज होली मनाउँदो रहेछ अब के गर्ने यार आज किनौँ भनेको फर्स्टचोटि आएको तर ठ्याक्कै आज नै रहेनछ अरू दोकान छैन र सबै दोकान बन्द हो आज होलीको कारणले सबै भ्याटभुट बन्द छ मैले हेरेको एउटै दोकान हो त्यही थियो त्यहाँ पनि बन्द रहेछ यस्तो दोकान धेरै छैन हौ जाम फर्केर अब अर्कै दिन किन्नु पर्यो होइन त बन्द छ नि गाइज हेर्नु त सबै दोकान होलीमा चाहिँ खोल्दैनन् क्या हत्तपत्ती पसल सबै बन्द छ सबै बन्द छ है ल अर्को दिन किनौँला हिँड्नु आज बजारतिर होली मनाउँदो रहेछ हामीले त मैले त हिजो मनाएको अब तपाईँहरू पनि आज मनाउनुहुन्छ बन्द छ साथीहरू ल अब फेरि मलाई मोबाइल सबै पसल बन्द थियो त्यही भएर चाहिँ किन्न पाइनँ होली आज बजारमा होली आज मनाउँदो रहेछ अनि लैनस् तपाईँको आज होली मनाउँदैछ अनि आज होली हो नि बन्द भोलि हिजो अब रोस्टको लागि चाहिँ अन्डा चाहियो साथीहरू सो म अब यो भाइलाई जा त भाइ फुचे 2टा अन्डा लिएर आइज ल किन हाँसेको त तेरो च्यानल पनि सब्सक्राइब गरिदिनु पर्यो हो लगाइज अब हामी पकाउन जाँदैछौँ रोस्ट अनि आजको गेमको जति पनि आइटमहरू चाहिँ त्यो पकाउँछु मैले ल हिँड्नु है मम्मी जाम किचन गेमको स्टार्ट गरौँ अब गेम अहिले स्टार्ट नगरौँ तयारी गरौँ सो ओके गाइज हाम्रो यहाँ तयारी हुँदैछ रोस्ट अहिले पाक्छ होइन त्यसपछि मोमो पाक्छ अनि आज गेम हामी 3 जना हजुर खानपिन तपाईँकै घरमा गर्ने हामी एउटा गेम खेल्न लागेको आज चाहिँ हामीलाई खानामा बोलाउनु भएको छ हाम्रो आन्टीले होइन त्यही भएर चाहिँ हाम्रो घरमा खाना छ तपाईँहरू चाहिँ खाना नपकाउनु भनेर चाहिँ भन्दै हुनुहुन्छ तर हाम्रो चाहिँ यो गेम हो साथीहरू गेमको लागि गर्दैछौँ फेरि भोलि भोट पनि छ त्यही भएर चाहिँ आज अस्मितालाई छिटो पुऱ्याइदिनु पऱ्यो मेरो बुढीको चाहिँ भोटिङ लिस्ट जुन छ त्यो चाहिँ उसको माइतमै छ हामीले चेन्ज गराउन पाएको छैनौँ
र चेन्ज गराए पनि अस्मिताले चाहिँ जानै पर्ने थियो किनभने चाहिँ हजुरआमा हो नि मम्मी हजुरआमा बुढी उसको मम्मी बिरामी दुईजनालाई चाहिँ लानलाई चाहिँ एउटा राम्रो मान्छे चाहिन्छ भन्नाले एउटा नर्मल हेल्दी मान्छे चाहिन्छ होइन त्यही भएर चाहिँ अस्मिता चाहिँ जानै पर्ने भयो क्या अस्मिताको भोटिङ लिस्ट यहाँ भयो भने के त नि जानै पर्छ भोट हाल्नलाई मम्मीहरूसँग त्यही भएर लुजा अब चेन्जै नगरिदिएको एकजना रोस्ट पकाऊ अनि अर्कोतिर चाहिँ मोमो पकाऊँ न हुँदैन हो त नि सबैजना एकैतिर लाग्यो भने चाहिँ कस्तो होला फेरि म चाहिँ आँटा गुन्दिउँ अस्मिता मेरो मोमो फेरि मेरो सेप त हुँदैन नि त फेरि पुरै डल्लो भइहाल्छ नि त नि राम्रो देखिँदैन अरे भिडियोको लागि राम्रो हुनु पर्यो होइन गाइस उसो भए त दाल खाने बेलामा दाल भात तरकारी साँधेर खाऊँ न त नि पुरै यसरी किन राम्रो देखाउनु पर्यो एकातिर चाहिँ दाल एकातिर भात एकातिर तरकारी होइन गाइस पेटैमा जाने हो भने कुन अन्डा के चाहिँ तेल मम्मी तेल त हाल्नुपर्छ हौ कहाँ यति तेलले पुग्दैन नि के भन्नु मम्मीले खाने तेल के तेल दिनुहुन्छ पेट्रोल ए हामीले चाहिँ भ्लगहरूमा चाहिँ रोस्ट कहिले पनि एड गरेका थिएनौँ है साथीहरू कहिले पनि यसो मुकबाङ गेम खेल्दाखेरि चाहिँ रोस्टहरू चाहिँ बनाएको थिएनौँ आज पहिलोचोटि हामीसँग चाहिँ रोस्ट हुनेछ हाम्रो गेममा नभए त पानीपुरी त चटपटे भन्दा हामी बाँकी गएकै छैनौँ मोमो पनि सायद ल्याएको छैन होला है हाम्रो यो भ्लगहरूमा चाहिँ यसो मुकबाङ भयो अनि यसो फुड गेमहरू च्यालेन्जहरू खेल्दाखेरि पहिलोचोटि हामी ल्याउँदैछौँ यो इन्ट्रेस्टिङ र टेस्टी फुड खानाहरू गाइज होइन अनि यता तयारी चाहिँ मैले अचारको तयारी गर्दैछु हजुर कुन मोबाइल आइफोन ले न औले मजा गरेर चाहिँ लिनु नि के हो तेरै त हो अनि आज फेरि मम्मी चाहिँ यहाँ मोमो पकाउँदै मोमोको चाहिँ डो तयार गर्दै हुनुहुन्छ साथीहरू यहाँ हुँदैछ तयारी यो रोस्ट प्याकेट पछि चाहिँ मात्रै म अचार बनाउँछु है धेरै भाँडा कुरा चाहिँ म मैलो पार्दिनँ होइन जुठो गर्दिनँ भयो निकाल्दै उडी आजको गेममा म एड नहुन्छ क्या हो मम्मी आज दुईजना सासी बुहारी गेम खेल्नुहुन्छ हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल विजय स्मिता भ्लगमा यहाँहरूलाई स्वागत छ गाइज नयाँ दिन नयाँ भ्लग र नयाँ गेम लिएर आइसकेको छु साथीहरू होइन आज चाहिँ हामी यस्तो वाला गेम यस्तो खेल्छ नि मम्मी अघि भनेको थिएँ नि मैले यस्तो वाला चाहिँ गेम आज हामी चाहिँ फुड च्यालेन्ज लिएर आएको छौँ सो हामी चाहिँ मम्मी अनि अस्मिता आज म चाहिँ हामी यो गेम खेल्न गइरहेको छौँ हाम्रो गेममा पहिलोचोटि एड हुँदैछ मोमोज रोस्ट अनि चटनी अनि कोक पनि कोक हो अनि यसपालि चाहिँ हामी यसरी गेम खेलौँ न अलिकति प्रोफेसनल टाइपकै गाइज होइन आज हामी सुरु गर्न जाँदैछौँ यो गेमहरू साथीहरू त लेट्स प्ले गेम साथीहरू मम्मी गेम यस्तो रहेको छ है आज फेरि मैले कस्तो पेन्ट लागेको छु कुद्नु पर्छ यो झर्ने यस्तो 3वटा स्टेप हुन्छ ल यस्तो गर्नु ल 3 2 1 हो अब हामी माथि गऱ्यौँ तपाईँ एक्लै यता गर्नु हो नि तपाईँको पालो तपाईँ बस्नुहुन्छ हामी यहाँ त पाएको छ नि त्यो येलो कलरको पालो छुनु पर्दैन त्यहाँदेखि चाहिँ घुमेर आउनुपर्छ हामी यहाँ जब पुग्छौँ नि तपाईँले रुक्नुपर्छ है खानुपर्छ फटाफट खानुलाई एकदम फटाफट जुन सक्नुहुन्छ एकदम फटाफट खानुलाई ल बुझ्नुभयो नि आरामले चाहिँ यता गरौँ हामी त कुदिएर आइहाल्छौँ फेरि है बुझ्नुभयो नि बुझिस् नि अस्मिता ल सो ओके गाइस अब चाहिँ हामी स्टार्ट गर्न गइरहेको छु एकछिन म चेक गर्छु पहिला ल कस्तो हुँदैछ है ल यो गेम चाहिँ म धेरै दिनमा चाहिँ कहिले खेलौँ भइरहेको थियो सो बल्ल आज यो गेम खेल्ने पालो आइसक्यो साथीहरू ल रेडी सेडी रेडी ल 3 2 1 माथि गर्नु कि बिचमा हौ बिच र तल र माथि 3वटा स्टेप माथि गर्दाखेरि चाहिँ निकै माथि गर्नु बिचमा चाहिँ यस्तो गर्नु तल चाहिँ निकै यस्तो झुकिहाल्नु क्या ल 3 2 1 3 2 1 ए जान्न मम्मी अब दुईजना म भन्छु सोच्नु तिनजनाको अल्टर भयो 3 किसिम भनौँ 3 2 1
राख्नु त मम्मी ल 3 2 3 2 1 3 2 1 मम्मीको पालो कहिले आउँदैन लु त काम राख्लै trong nhà खेल की क्या đây 3 2 1 3 2 1 3 2 1 đây như vậy sắp phải phục chị त्यस्तो हुँदैन खान्दिनँ किन खान्दिनँ गेम हो स्पिरिटले खेल्नुपर्छ 3 2 1 सब नहीं आते टमाटर भाई का देखो पहला nè chạ uống đi lạc chạ Thế thôi anh. Em ơi, cái pha lao nó rồi. à lên Thế thôi anh. này cái con họ lạc thả của mình này anh chưa bay nữa thế Thế thôi anh. बापरे गेम हो नि देखाउँदैन आइफा गेम सुनो खोलो बता Thế thôi anh. anh đưa bay vô thế nào Thế thôi anh. bạn बापरे भिडियो आयो हैन झपनार खोइ लगा ले मम्मीको पालो खोइ मम्मीको पालो आइ जसो उ बोल्छ सारा पेटमा बच्चा मम्मी नि मम्मी हामी जहाँ राख्छौँ त्यही राख्नुहुन्छ आफ्नै मले ठ्याप्प राख्नु क्या आँखा चिम्लेर लु त अब हामी यहाँ गर्छौँ भकभकाउनु हुन्छ यस्तो यहाँ उधर जहाँ राख्छ त्यही राख्छ त्यस्तो होइन पालो आउँदैन त्यसरी फेरि त 3 2 1 3 2 1 हेर्नु आँखा चिम्लेर गर्नु त भयो ल 3 2 1 फेरि के हेरेको हेर्दै खाइस है 3 2 1 कुन हेले 3 2 1 कहाँ भयो माथि तिनले माथि किन हो 3 2 1 3
Three, two, one. Yes. 3, 2, 1. Đi chơi. Đi cái đá lại. Oh, 아이고 봐. 얘들. 그죠? जान्छ 아침에 걸고. ले कहाँमा खाँचौ ले नि 제두한. 나가 그래 원래. दौड छैन मरिचा त दौड छ नै त हिँडेर जानु भने सब सखाइदिन्छ. सकाल है ओइ तीनजनाको तीनवटा भयो. तँ मन बिचमा राख्नु. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. À, cái này. Cái này. 제두한. Đi nó coi là नछन सक्ने này đấy. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. अब त यता नि एकैचोटि नगर है. रुकी नगर्नु न. ल 3, 2, 1. 3, 2, 1. बा मम्मीको पालो आएन. Cái nó đẹp thế này. एकचोटि पनि आएको छैन. सकाइदिएन. गाइस हामीले चाहिँ लोकेसन हल्का चेन्ज गर्यो है. त्यहाँ हामी गेम खेल्दाखेरि चाहिँ एकदम तातो थियो र मोबाइल पनि हिट भएको थियो. त्यही भएर चाहिँ गाइजहरू अलिकति लोकेसन चेन्ज भयो. ल फेरि हो म बिरालो फेरि आयो हेर्नु त वहाँ माथि उता हेर्नु. वहाँ छ बिरालो. ल ल 3, 2, 1. 3, 2, 1. ल तपाईँको पाला. हामी मम्मी ल 3, 2, 1. 3, 2, 1. बनाउँदा Đi. ल छिराज 3, 2, 1. कहाँ खुल्छ र Đấy. ल 3, 2, 1. कौन से तो चाउरा ल तँ सकाउनु है. 3, 2, 1. ए भात खानु न. खानु न. खाँदै खेल्नु ल त. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. 3, 2, 1. ल पालो आयो. साँच्चीकै पालो आयो. साँच्चीकै पालो आयो. ल 3, 2, 1. थाक्नु सबजना थाकिसक्यो अब सुजुमा 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 थर छैन Baby. 3, 2, 1.
Come Kata tu kah? Come Oh, पसिना भयो ओ छिटो Bicara lah. Bicara mana mana tak apa ke? ल अहिले एकैचोटि छिटो छिटो यस्तो स्लोमा पनि सक्नुहुन्न जानु मम्मी तपाईँले चाहिँ के आज कसको मुख हेर्नु भएको थियो बिहान बिहान ल सो गाइस आजको ब्लग हामीले यही राख्यौँ होइन गेम चाहिँ एकदम मजा भयो साथीहरू एक भरि खानेकुराहरू सबै सक्यो मम्मी आज तपाईँहरू त कसको मुख हेरेर आउनु भएको नढाट्यो भन्नु बिहान आँखा खोल्ने बित्तिकै बिहान चाहिँ कसको मुख हेर्नु Kasih kau hendak ramai lagu malah. त राम्रै लाग्यो त राम्रै लाग्छ नि कसको मुख हेर्नुभयो यस्तो कर्छु त्यसलाको पालो नै आएन आज Kasih kau hendak nata. Nah, apa ketin satu dia ayat tak? ओ ल अब खानु यो Udah isa kau dia. ल यो अब तपाईँको पालो है यो पनि खानु यो पनि खानु आज मम्मी अब जानेर हो कि मम्मी साथी जानेर गर्नु हो कि हामीले खानिदिनु भयो ल गाइस आज एकदम मजा हो यस्तो गेमको लागि म पनि वेटमा थिएँ क्या कहिले खेल्न पाऊँ कहिले यस्तो माहौल बन्छ र कहिले चाहिँ हामी पनि यस्तो गेम खेलौँ अरूहरूको हेर्थेँ अरू भ्लगरहरूको हेर्थेँ होइन कस्तो रमाइलो लाग्थ्यो क्या आज आफू पनि खुदै रमाइलो गर्न पाउँदा चाहिँ धेरै खुसी लाग्यो हो पेट भर्यो न बुढी भात नखाने होला अब त भात त खाँदा बेलुकाको खाना अब नपकाउनु है मम्मी कसम पेट भर भनेको खानै मन अब लागिरहेको छैन यस्तो अगाए आज ओ के खाने भन्छ के भन्यो यसले ओ मम्मीले थाहा छ मेरो मम्मी भ्लगरको ठुलो फ्यान क्या भ्लगर जसको पनि भ्लगको क्या अनि उहाँले चाहिँ यस्तो खानेकुरा मुकबाङ उहाँले चाहिँ स्पेसली मुकबाङ धेरै मन पराउनुहुन्छ मन पराउने पुरै भ्लग चाहिँ हेर्न भनेको चाहिँ मेरो हेर्छन् अनि अझै एउटा एकजना हुनुहुन्छ भ्लगर होइन उहाँको भ्लग हेर्नुहुन्छ उहाँ चाहिँ भ्लग हेर्ने भनेको बढी मुकबाङ हो अनि जहिले हामी आउँदाखेरि चाहिँ बाबु हामी पनि त यस्तो यस्तो खानु मासु चोक्टाहरू यस्तो तान्दाखेरि अनि यसरी चाहिँ त्यो थुक्पाहरू अनि धेरै चाहिँ त्यो खानेकुरा जे पनिमा क्या जे पनि मासु मात्रै होइन के जे पनि खाऊँ न यसरी भन्नुहुन्थ्यो क्या अनि आज चाहिँ मम्मीको इच्छा पनि अलिअलि चाहिँ पुरा गर्न हामी खोज्ने आँटिरहेको थियौँ तर मम्मीको के गर्नु आज चाहिँ पालो नै आएन Ayo, tiga satu ayo. आयो ल आयो मैले सिकाएपछि आएन त तपाईँको पालो मैले सिकाएँ धेरै मम्मीलाई होइन यसरी खेल्नुपर्छ भनेर सो हस् त मेरो युट्युब फ्यामिली आजको ब्लग यति नै ब्लग कस्तो लाग्यो प्लिज आज चाहिँ म कमेन्टको एकदम प्रतीक्षामा छु है साथीहरू तपाईँहरूको कमेन्ट चाहियो कस्तो लाग्यो ब्लग अझै पनि हामी यस्तै ब्लग ल्याउँछौँ भनेर चाहिँ हामीलाई चाहिँ हौसला चाहियो र तपाईँहरूको कमेन्टले हामी हौसला पाउनेछौँ सो मेरो युट्युब फ्यामिली आजको ब्लगमा चाहिँ तपाईँहरूले कमेन्ट गर्न नछुटाउनु होला र नयाँ भ्युवर्स जोडिनु भएको छ भने प्लिज हाम्रो च्यानललाई एकचोटि सब्सक्राइब गरेर हाम्रो बेल घन्टी बजाएर जानु होला र भिडियोलाई सेयर गर्न नबिर्सनु होला मेरो सम्पूर्ण साथीहरूलाई आग्रह गर्दै आजको ब्लग यतैमा इन्ड गर्न चाहन्छु बाई